नेमार जुनियर बिना चाहिँ ब्राजिल टिमले कस्तो प्रदर्शन गर्ला त फेरि, जहाँ फ्रान्स र ब्राजिलको टिमको म्याच हुँदाखेरि जहाँ फ्रान्सले चाहिँ 2-1ले जित निकाल्न सफल भयो भने जहाँ ब्राजिल टिमले खासै राम्रो प्रदर्शन गरेन। हामी सबलाई थाहा भएको कुरा, हामी ब्राजिल फ्रेन्डहरूलाई। र भोलि ब्राजिल भर्सेस क्रोएसियाको म्याच हुनु गइरहेछ, जहाँ नेपाली टाइम अनुसार चाहिँ 5:45 बजे। र अब हाम्रो ब्राजिल टिमले चाहिँ कस्तो रणनीतिले चाहिँ खेल मैदानमा उत्रिन्छ त, त्यो कार्लो एन्चेलोटीले कसरी चाहिँ क्रोएसिया विरुद्ध चाहिँ खेलाडीहरू चाहिँ प्रदर्शन गर्छ त, त्यो सोच्ने कुरा रहेको छ। र ब्राजिल भर्सेस क्रोएसियाको म्याच हेड टु हेड हेर्ने हो भने जहाँ आम्ने सामने 5 चोटि खेलिसकेको छ र 3 चोटि त वर्ल्ड कपमै भेटिसकेको छ भने, र 1 चोटि 2 चोटि चाहिँ इन्टरनेसनल फ्रेन्डली म्याचमा, जहाँ 5 खेलमा चाहिँ 3 खेल ब्राजिलले जितेको छ भने 1 खेल ड्र भएको छ, 1 खेल चाहिँ क्रोएसियाले जितेको छ। र त्यो जित चाहिँ कहिले रहेको छ भने 2022 मा डिसेम्बर 9 मा रहेको छ, जहाँ क्वार्टर फाइनलको म्याच र ब्राजिललाई चाहिँ पेनल्टी सुट आउटमा बाहिर गरेको छ क्रोएसियाले। र यो मौका रहेको छ ब्राजिल टिम र ब्राजिल फ्रेन्डहरूलाई क्रोएसियालाई चाहिँ फ्रेन्डली म्याचमा चाहिँ दोब्बी हान्ने र आफ्नो रिसको रिभेन्ज लिनको लागि मौका रहेको छ।